ल म चाहिँ अहिले ठ्याक्कै हाम्रो माननीयहरूको साम्पाङज्यूको जन्मघरतिर आइपुगेको छु है। यो चाहिँ उहाँको जन्मथलो घर केपिलास गढी वडा नम्बर 2 के भन्छ अरे चोखाने ठ्याक्कै ल चोखानेतिर उहाँको मम्मी हुनुहुँदो रहेछ क्या आमा 1.5 साल भयो गएको नानी अनि ए धरानतिरै बस्नुहुन्छ नि त हैन लिङ्गाई भत्ता बुङ्गाई बत्ती पनि बाको हेर्नु नि कति दुःख उता पनि झ्याम्मै त्यता पनि आफू भइन्छ चाहिँ छोडेपछि त यस्तै हो जेठा ल यता हुनुहुँदो रहेछ बस्ने मेरो ऊ पनि पो छैन यता नानी चाहिँ हाम्रो हस् यता चाहिँ यो छ आमा हुनुहुँदो रहेछ घरमा आउनु भएर अस्ति भर्खरै भेटियो घरमा ल यता छौँ होइन म त बाहिरबाट आएको आज फर्स्टचोटि यता तपाईँहरूको गाउँ घुम्न आएको हजुर आमा म त कुन जग्गा बस्ने नानी तपाईँ म त उता दिक्तेलतिर बस्छु पुर्खौली घर त हाम्रो पहिला यहाँ यता बाक्सिला परतिर यो चप्रेटी भन्ने ठाउँतिर आमा हजुर हजुर जिल्लाकै हो हजुर हजुर खोटाङ्गे भन्छ है आमा दिक्तेल हामी रत्नपाकतिरै बस्छौँ हजुर यता आउनुहुँदो रहेछ ठिक छ हाम्रो त गाउँै प्यारो छ हजुर अनि हजुर यसो छरछिमेकी दुःख दिएर एउटा झुक्रो बारी राखेर बिमारी भएर नानी म पनि झरेको आइपुग्नु सकिनँ बल्ल बल्ल हिजो अस्तिको दिन आइपुग्नु भयो आइपुगेको राम्रै नानी यहाँसम्म गाडीले नै ल्याइदियो कि के छ कि बाटो त अप्ठ्यारो रहेछ ए बाटो त पछाड्दै के गर्नु र यो हाम्रो पुर्खा किन बसेको यो खोटाङमा ढ्याक्काल त्यो घरि पानीले बाटोमा बिचरा घरि फाँसिन्छ घरि झर्छौँ घरि चढ्छौँ नानी हो हलुका अब बनाउनु पर्छ आमा त्यो हलुका हुँदाखेरि सबै अलिक उ नै हुन्छ हामी झर्छौँ भनेर म बुढी पनि झरेर सिमसिम पानी परिराखेछ म आगतिको फेरि मेरो कुम्रो कुटुरो घरमै छोडिएछ दुई बहिनीको मात्रै बोकेर आमा यस्तो अब पुर्खाहरू बसिहाल्यो अब हामीले अब यो गाउँमै बस्ने वातावरण सिर्जना गर्नुपर्छ अब चाहिँ यता अब मधेसतिर बस्न सकिँदैन हजुर गर्मी मान्दैन हजुर कति 18 वर्ष हजुर माइला त 18 वर्ष मेरो छोरा माइला गयो कता हरायो अनि आएको बेला त अब तारै भेटाघाटा रिसाउनु पनि मिलेन पछि 12 त हो यसरी मेरो भेटमा हुनुपर्छ आमाको दुध खाएको नानी उदाहरण गर्नुपर्छ किन तिमी एकदमै निर्माया भएर चाहिँ यत्रो वर्ष म कस्तो मेरो मनले बसिराखेँ होला हो यसरी आउनुपर्छ भनेर एकपल्ट आउनु थालेकोदेखि त वर्षै पछि मेरो भेटमा आउनुभयो नानी फोहोर पनि आएर गयो अनि फोहोर यहाँ झुक्रो बनाइराखेर गएको आउनुलाई यति धौ होइन भएन सल्लाह गऱ्यौँ तार त्यता मेरो छोरा भरिहरूसँग आइपुग्नु सकेको बाटैकै समस्या छ क्या हाम्रो मेन चाहिँ पाहाडमा अहिले बाटैको समस्या यस्तो छ नानी मेरो माइला उतै यता आउनु पनि भएन अनि फेरि जेठा पनि उतै ल यसरी गफरी है आज भेटाइयो ठ्याक्कै आमालाई पनि भेटियो यति होइन नानीहरूले ए मेरो जस्तो मान्छेको पो नानी हो मेरो फोटो भन्छु हजुर होइन चाहिन्छ नि फोटोहरू त सम्झाउने बिर्साउने अब त्यही त हो नानी कोही बेला त दुःख पो लाग्छ म त ठिकै छ हजुर बिमार हुँदा त जेठा म त अङ्गालो मारेर उनीहरूले फोटो खिच्नु खोज्छन्
यसरी उभारो उठ्ने मात्रै सुताउनु पर्ने उठाउनु पर्ने फङ्सन गरेर मात्रै अलस तलस यहाँ अलिकति कता कता चिज फर्किएको बोली आउँदै आउँदैन त्यस्तो हुँदै पनि फोटो खिचिराखेको देख्छ ल ल ल म पनि फोटो खिच्नेवालामा छु है आमा आज कसैले